नमस्कार। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च CNYF कोशीबाट म सुशान्त देउपाने यहाँहरूलाई क्याटालिस्ट कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। यो एक यस्तो मञ्च हो जहाँ नयाँ सोच जन्मिन्छ, छलफलहरू अघि बढ्छन् र भविष्यको उपरेखा तयार गरिन्छ। आज यस कार्यक्रम सुरु गर्नु अघि गत सालका केही कुराहरूलाई पल्ट्यौं। सन् 2024 ले विश्व राजनीतिमा ठूलो परिवर्तन ल्यायो। राइट विङ पोलिटिक्स र कन्जर्भेटिभ भ्यालुज पुनः स्थापित भइरहेका छन्। अर्जेन्टिनामा हेभियर मिलोई, इटालीमा जियोर्जिया मेलोनी, नेदरल्यान्ड्समा गिट बिल्डर्स जस्ता नेताहरूको उदयले वेस्टर्न पोलिटिक्स परिवर्तनको सङ्केत दिएको छ। यस्तै भारतमा नरेन्द्र मोदी निरन्तर आफ्नो नेतृत्व सुनिश्चित पार्दै देशको राजनीतिक र आर्थिक दिशा बदल्दैछन्। अमेरिकामा डोनाल्ड ट्रम्प पुनः चर्चामा आउँदा राष्ट्रवाद, सञ्चार माध्यम र डिजिटल प्रजातन्त्रबारे नयाँ बहस सुरु भएको छ। उनको लास्ट इलेक्सन पोडकास्ट इलेक्सन भनेर पनि चिनिन थालेको छ, जसमा ट्रम्पले मेनस्ट्रिम मिडिया छाडेर इन्डिपेन्डेन्ट डिजिटल क्रिएटरहरू मार्फत सिधै जनतासँग संवाद गरे। युकेमा जेम्स मैकमर्डक नामका एक टिकटक इन्फ्लुएन्सर युके रिफर्म पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन्। यस्तै हाम्रो आफ्नै घरभित्र हेर्दा पनि मेयर बालेन शाह यी सबैभन्दा अगाडि नेपालमा सोसियल मिडियाबाट जनताको लोकप्रियता कमाएर निर्वाचित भए। यसले नेपालको राजनीतिक, सामाजिक र व्यापारिक परिदृश्यमा सोसियल मिडिया सुप्रिमेसी स्थापित गर्यो। यी नेताहरू उदाउने क्रममा एक कुरा समान देखिन्छ: स्वतन्त्र अभिव्यक्तिका लागि सङ्घर्ष। ट्विटर जस्ता प्लेटफर्महरूले अनियन्त्रित छलफलको अवसर दिँदै नयाँ सोच र बदलावका लागि आवाज दिइरहेका छन्। यस्तै फेसबुक, इन्स्टाग्राम जस्ता कम्पनीहरूले पनि कन्टेन्ट मोडरेसन कम गर्दै स्वतन्त्र अभिव्यक्तिको नयाँ ढोका खोलिरहेका छन्। तर जब विश्व खुलापन या ओपननेस अपनाइरहेको छ, नेपाल भने उल्टो दिशामा हिँड्दैछ। नयाँ सोसियल मिडिया बिलले अनलाइन अभिव्यक्तिमा नियन्त्रण लगाउने सम्भावना देखिरहेको छ, जसले सेन्सरसिप, इनोभेसन र असहमति व्यक्त गर्ने अधिकारमाथि खतरा ल्याउन सक्छ। सामाजिक सञ्जालको एउटा फाइदा के छ भने यहाँ केही पनि हराउँदैन वा अरूले नदेख्ने गरी बेपत्ता हुनै सक्दैन। इन्टरनेटको माध्यमबाट कुनै न कुनै रूपमा सत्य सतहमा आउँछ। यही विषयले हामीलाई अझ सक्रिय बनाउँछ। जब लाखौँ मानिसहरू सामूहिक रूपमा सोच्न थाल्छन्, यसले एउटा हाइभ माइन्डको रूपमा काम गर्छ, जहाँ सबैजना मिलेर सत्य उजागर गर्न योगदान दिन्छन्। अब अर्को ठुलो विषय AI को प्रभाव। चीनको डिपसिक कम्पनीले R1 नामक एक नयाँ AI एसिस्टेन्ट लन्च गरेपछि प्रविधि र अर्थतन्त्रमा ठुलो प्रभाव परेको छ। यसले OpenAI, गुगल र मेटाका AI मोडलहरूभन्दा सस्तोमा सञ्चालन गर्न सकिन्छ, जसको कारण एनभिडियाको सेयर एकै दिनमा 600 बिलियन अमेरिकी डलरले घट्यो। यसले देखाउँछ कि AI ले विश्वव्यापी अर्थतन्त्रमा ठुलो प्रभाव पार्न सक्छ। नेपाल प्रत्यक्ष रूपमा AI दौडमा सहभागिता नभए पनि सरकारले प्रविधि क्षेत्र प्रवर्धन गर्न केही महत्त्वपूर्ण कदम चालेको छ, जस्तै स्टार्टअप इन्टरप्राइज लोन प्रोग्राम, ई-गभर्नेन्स योजनाहरू र IT शिक्षा तथा प्रविधिमा लगानी। यद्यपि नेपालले AI लाई आफ्नो आर्थिक वृद्धिको हिस्सा बनाउन सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण प्रश्न रहन्छ। एसियन डेभलपमेन्ट बैंक ADB को अनुमान अनुसार नेपालमा 2025 मा 4.9% आर्थिक वृद्धि हुने अपेक्षा छ, जुन 2024 को 3.6% भन्दा राम्रो सङ्केत हो। GDP वृद्धिले रिकभरी र लगानीको अवसर देखाउँछ, तर आम नागरिक र व्यवसायमा प्रत्यक्ष कस्तो प्रभाव पार्छ भन्ने मुख्य कुरा हो। नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटन क्षेत्रबारे कुरा गर्दा सरकारले एभरेस्ट क्लाइम्बिङ पर्मिट शुल्क $11,000 बाट 15,000 पुर्याउने निर्णय गरिएको छ। यसले सुरक्षा र वातावरण संरक्षण सुधार गर्ने लक्ष्य राखे पनि
क्लाइम्बर्सको सङ्ख्यामा ठूलो गिरावट आउने सम्भावना छैन। साथै धार्मिक पर्यटनलाई प्रवर्धन गर्न सकिएमा नेपालमा आर्थिक प्रभाव बढ्न सक्छ। अहिले नेपालका उद्योगहरू लोडसेडिङको समस्याबाट प्रभावित भइरहेका छन्। विद्युत कटौतीका कारण उत्पादन लागत बढेको छ, जसले उद्योगीहरूको सञ्चालनमा समस्या निम्त्याइरहेको छ। उत्पादनमा गिरावट आउँदा वस्तुको मूल्य बढ्ने सम्भावना छ, जसले आम नागरिकलाई प्रत्यक्ष असर पार्नेछ। अब यी सबै विषयहरूको बारेमा आजको हाम्रो सोको अर्को सेगमेन्टका होस्ट आयुष भगत र गेस्टहरूसँग गफगाफ गर्नेछौँ। साकेत राठी जो लोटस इन्डस्ट्रिजका अनर एन्ड डिरेक्टर हुनुहुन्छ, जसले उद्योग तथा व्यवसाय क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहनु भएको छ, र सरोज कार्की जो प्रोजेक्ट कुरा युट्युब च्यानलका कन्टेन्ट क्रिएटर हुनुहुन्छ, जसले नेपालका वास्तविक समस्या, सामाजिक मुद्दा र महत्त्वपूर्ण खबरहरूबारे प्रभावशाली भिडियोहरू बनाउँदै आइरहनु भएको छ। अब यी विषयहरूबारे हाम्रो आजको सोको गेस्टहरूसँग गफगाफ गर्नेछौँ। साकेत राठी जो कि लोटस इन्डस्ट्रिज र बागमती ओइल इन्डस्ट्रिजका डिरेक्टर हुनुहुन्छ, जसले उद्योग तथा व्यवसाय क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएको छ। सरोज कार्की जो प्रोजेक्ट कुरा युट्युब च्यानलमा कन्टेन्ट क्रिएटर हुनुहुन्छ, जसले नेपालको वास्तविक समस्या, सामाजिक मुद्दा र महत्त्वपूर्ण खबरहरूबारे प्रभावशाली भिडियोहरू बनाउँदै आउनु भएको छ। दुवै अतिथिलाई क्याटलिस्टमा हार्दिक स्वागत छ। धन्यवाद। सरोजी, तपाईँ आफै पनि एउटा कन्टेन्ट क्रिएटर हुनुहुन्छ युट्युबमा। यो सोसियल मिडिया बिलले तपाईँ जस्ता क्रिएटरलाई कस्ता च्यालेन्जेसहरू ल्याउन सक्छ त? अब यो सोसियल मिडिया बिलको हामीले जुन कुरा गरिरहेछौँ, अब केही पछिल्लो हप्तादेखि त अति धेरै यसको विषयमा कुरा भइरहेछ। यो सोसियल मिडिया बिलमा जे कुराहरू त्यसमा छन्, जे बुँदाहरू राखिएको छ, वा त्यो विधेयक चाहिँ नियम बनिसके पछाडि त्यो जुन रूपमा त्यसले अगाडि आउँछ, त्यसले चाहिँ एज अ कन्टेन्ट क्रिएटर हामीलाई मात्र होइन, सबैलाई नै असर पार्ने हुन्छ। र हामीलाई खास गरी कुरा गर्नुपर्दाखेरि चाहिँ हामी जस्तो कन्टेन्ट क्रिएटर जो हाम्रो निस्मा एक्सप्लेनर कन्टेन्टहरू बनाइरहेका छौँ, हामीले चाहिँ कुनै पनि विषयमा वा कुनै पनि मुद्दामा बोलिरहँदाखेरि त्यो विषयमा कुरा गरिरहँदाखेरि कुनै न कुनै पक्षलाई चाहिँ त्यसले असर पारिरहेकै हुन्छ। जस्तो भ्रष्टाचारको विषयमा हामीले भिडियो बनायौँ भने भ्रष्टाचार जसले गरिरहेको छ वा जसको आरोप लागेको छ उस त्यसबाट प्रभावित हुन्छ। सरकारका कुराहरू उठाइरहँदाखेरि खास गरी अब मिडिया भनिसके पछाडि हामी चाहिँ तपाईँलाई जहिले पनि सरकारको प्रतिपक्षमा भएको एउटा स्ट्रङ प्रतिपक्षको रूपमा हामी उभिरहेको हुँदाखेरि चाहिँ हामीले उठाएका हरेक विषयवस्तु कसै न कसैलाई त्यसले असर पारिरहेको हुन्छ। त्यो हुँदाखेरि अब यो विधेयक भोलिको दिनमा कानुन बनिसकेपछि यसलाई टेकेर हामीलाई जुन पनि बेलामा मुद्दा लगाउन सक्ने, हामीलाई जुन बेलाबाट पनि समात्न सक्ने, लगेर थुनाउन सक्ने खालको अवस्था हुने भएकोले गर्दाखेरि चाहिँ हामीलाई त्यसले असर गर्न सक्छ। भोलिको दिनमा कुन भिडियो बनाउने भन्ने हुन्छ क्या हामीलाई चाहिँ, होइन? कविता लेख्न पनि नसक्ने अवस्था हुनसक्छ त्यतिखेर, किनभने त्यसले कसै न कुनै पक्षलाई चाहिँ असर पार्ने हुनसक्छ। अब हामी जस्तो कन्टेन्ट बनाउनलाई त झन् गाह्रो हुनसक्छ। सो त्यो हुँदाखेरि हामी जस्तो कन्टेन्ट क्रिएटरहरूले कुनै पनि विषयमा भिडियो बनाउनको लागि अप्ठ्यारो हुने गरेको अवस्था हुनेछ, होइन? अनलेस त्यो चाहिँ हामीले कुनै एउटा सामान्य जनताको लाई चाहिँ असर पर्ने गरेको कुरा बनाइयो भने त्यसले प्रभाव नहोला खासै। तर सरकार पक्षमा भएकाहरू, शक्तिशाली व्यक्तिहरू, सरकारी कर्मचारीहरू, प्रशासनका कुराहरू कुनै पनि विषयमा हामीले भिडियो बनाउनको लागि चाहिँ 2 चोटि मात्र होइन 10 चोटि सोच्नुपर्ने अवस्था हुन्छ। अब हामीले भिडियो फर इक्जाम्पल तपाईँ एज अ कन्टेन्ट क्रिएटरले भिडियो बनाइसक्नु भयो र तपाईँले पोस्ट गर्नुभयो भने त यो नयाँ सोसियल मिडिया बिल अनुसार त्यसले सरकारलाई कतिको भनौँ न राइट दिन्छ तपाईँलाई, कस्तो खाले एक्सन लिन, र युजर्सले, तपाईँको भ्युवर्सले तपाईँको भिडियोमा लाइक, कमेन्ट, सेयर गरिदिनु भयो भने उनीहरूमाथि पनि कारबाही हुन सक्ने सम्भावना देखिरहेको छ हामीले नयाँ सोसियल मिडिया बिलमा। त्यसमा पनि अलिकति भनिदिनु न। जस्तो यो सोसियल मिडिया बिलको बारेमा थोरै कुरा गर्नुपर्दाखेरि चाहिँ यो सोसियल मिडिया बिल चाहिँ किन हामीलाई यसले चाहिँ असर पार्छ भन्ने कुरा लागिरहेछ भन्दाखेरि सबैभन्दा सुरुमा यसको भनेको यति भेग वर्डहरू यसमा युज गरिएको छ। जस्तो राष्ट्र हित विपरीत भनेको के हो त, होइन? वा कसैलाई चाहिँ चित्त नबुझ्ने कुरा, कसैको गाली बेइज्जती भन्ने कुरा के हो त, त्यसलाई जसरी पनि डिफाइन गर्न सकिन्छ, होइन? त्यो हुँदाखेरि अहिले मैले बोल्दै गर्दा तपाईँले केही बोल्नु एकछिन नबोल्नु न मैले भनेर तपाईँलाई भने तपाईँले चाहिँ के बुझ्नु होला भने यसले मेरो चाहिँ मान प्रतिष्ठामा असर पार्यो यसले भन्ने कुरा भनेर डिफाइन गरेर तपाईँले मेरो विरुद्धमा उजुरी तपाईँले हाल्न सक्ने अवस्था हुनसक्छ। यस्ता खालका केसहरू इन्डियामा पनि भएका छन्। रिसेन्टली अहिले एउटा केसमा त सोसियल मिडियामा कमेन्टलाई लाइक गरेको आधारमा पनि एकजना व्यक्तिले उजुरी हाल्दाखेरि चाहिँ ऊ मुद्दा खेपिरहनु परेको घटनाहरू छन् अहिले भइरहेका कुराहरू। सो त्यो हुँदाखेरि त भोलिको दिनमा त हामीले बनाएको कुरामा त गभर्मेन्टले त्यसलाई जसरी पनि एनालाइसिस गर्न सक्छ। जस्तो रिसेन्टली हामीले झापाको टावरको विषयमा हामीले बनायौँ, भ्यू टावरको बारेमा भिडियो बनायौँ। त्यो भिडियो बनाउँदाखेरि हामीले उठाएका कुराकानीलाई देखाएर चाहिँ गभर्मेन्टले चाहिँ वा गभर्मेन्टमा भएको पार्टीले चाहिँ हाम्रो विरुद्धमा यसले भिडियो बनायो भन्ने हिसाबमा त्यसलाई उहाँहरूले पोर्ट्रेट गरेर हामीलाई
प्रहरीमा उजुरी दिने, प्रहरीमा उजुरी वा प्रहरी लगाएर चाहिँ हामीलाई 24-25 दिनसम्म थुनाउन सक्ने अवस्थाहरू हुनसक्छ। र हामीले बनाएको त्यो भिडियो, जुन बनाएको भिडियो छ त्यसले हामीलाई मात्रै असर गर्ने भएन, हाम्रो भ्युवर्सहरू जसले हामीलाई सब्सक्राइब गर्नुभएको छ, सो हामीले बनाएको कन्टेन्टको आधारमा हामीलाई सब्सक्राइब गर्ने, हाम्रो च्यानललाई सब्सक्राइब गर्ने भ्युवर्सहरू पनि त्यसमा चाहिँ पक्राउ पर्न सक्नुहुन्छ यदि गभर्मेन्टले चाह्यो भने वा शक्तिशाली व्यक्तिहरूले चाह्यो भने भन्ने कुरा हो। त्यस पछाडि त्यो कन्टेन्टलाई लाइक गर्नेहरू पनि त्यसमा चाहिँ पक्राउ पर्न सक्ने अवस्था हुनसक्छ, त्यसमा कमेन्ट गर्ने पक्राउ पर्न सक्ने अवस्था हुनसक्छ। सो दोस्रो कुरा भनेको चाहिँ सामान्य अवस्थामा पनि चाहिँ पक्राउ पर्न सक्ने गरेको अवस्था यो कानुनले दिन्छ। लाइकको आधारमा, कमेन्टको आधारमा, सेयरको आधारमा, सब्सक्राइबको आधारमा गर्न सक्ने अवस्था दिन्छ। र थर्ड कुरा भनेको पक्राउ गर्ने मात्रै होइन, उनीहरूलाई वा जुन हिसाबको कठोर कारबाही गराउने वा भनौँ न उसले लाइक गरेको आधारमा 5 वर्ष जेल बस्नुपर्ने अवस्था हुनु भनेको त त्यो त एकदमै कठोर कानुन हो नि त हैन। त्यो अवस्था हुन्छ। तेस्रो भयो। र चौथो भनेको यो सबै कुराहरूको कारबाही चाहिँ दफा 32 मा के भनेको छ भन्दा चाहिँ यो सरकारवादी हुने मुद्दा हुनेछ र त्यो पनि तपाईलाई मुलुकी फौजदारी संहिताको अनुसूची 1 मा राखेर कारबाही गरिन्छ भनेर भनिएको छ। त्यो भनेको के हो भन्दाखेरि चाहिँ त्यो अनुसूची 1 मा राख्ने बित्तिकै त्यसको इन्भेस्टिगेसन प्रहरीले सुरु गर्छ। सबैभन्दा सुरुमा प्रहरीकोमा त्यो मुद्दा पुग्छ। प्रहरीले तपाईलाई पक्राउ गरेर लगेर 25 दिनसम्म थुनामा राख्ने अनि अनुसन्धान अगाडि गर्ने हुनसक्छ। त्यो भएर भोलिको दिनमा 25 दिन पछाडि 25औं दिनमा अदालतले तपाईलाई छोड्दिन सक्छ। यो चाहिँ केही पनि गराएन चाहिँ यति सामान्य कुरामा किन पकडेको भनेर भन्न सक्ला। तर 25 दिनसम्म त तपाईँ थुनामा बस्नुभयो, 25 दिनसम्म त तपाईँले मानसिक रूपमा, शारीरिक रूपमा दुःख पाउनुभयो, तपाईँको परिवारले दुःख पाउनुभयो। अनि त्यो डरले गर्दाखेरि मान्छेले भोलिको दिनमा बोल्न, कन्टेन्ट बनाउन चाहिँ बन्द गर्ने अवस्था सृजना हुन्छ। यो चाहिँ हामीले जुन भन्छौँ नि बोल्ने फ्रिडम अफ स्पिचमै पनि यसले यो पक्राउ पर्ने कुराले गर्दाखेरि चाहिँ समस्या पर्न सक्छ। सो यति कुराहरूले गर्दाखेरि यो प्रब्लम छ। अरू थुप्रै प्रब्लमेटिक कुराहरू पनि छ। प्लेटफर्मलाई बन्द गर्ने कुरा वा प्लेटफर्म रोक्ने कुरा त्यो पनि अहिले गर्न सकिन्छ। अर्को प्रश्न चाहिँ मेरो सोशल मिडिया बिलको के छ भने धेरै नै बिजनेसेसहरू पनि हाम्रो सोशल मिडियाको थ्रु एडभर्टिजमेन्ट गर्दै गरेका छन् हैन। यो नयाँ सोशल मिडिया बिलले गर्दा हाम्रो कम्पनीजहरूलाई पनि अथवा व्यवसायहरूलाई पनि कतिको अप्ठ्यारो हुनसक्छ? साकेतजी तपाईँले उत्तर गरिदिनु। यो सोशल मिडिया बिल अब बेसिकली किनभने अब मेरो एक्सपर्टिज चाहिँ होइन, त्यसले मैले डिटेलमा पढेको छुइनँ, तर अहिले रिसेन्टमा सामाजिक सञ्जालबाट जे बुझेँ, अहिले सरोजीले भन्नुभयो जो कुराहरू बुझेँ, यसले बेसिकली के छ भने फ्रिडम अफ स्पिचलाई अलिकति कहीँ न कहीँ तपाईँलाई रोकिरहेछ। अब सेकेन्ड कुरा हजुरले भन्नुभयो कि बिजनेसमा सोसियल मिडिया अहिले छ, एकदम ठिक भन्नुभयो। बिजनेस अहिले नेपालमा बिजनेस जुन छ या वर्ल्ड वाइड बिजनेस जुन छ सोसियल मिडियाबाट धेरै प्रमोट भइरहेछ। इट्स मतलब कस्ट इफेक्टिभ पनि धेरै छ र यसको मास तपाईँले पुग्ने पनि धेरै मासलाई यसले कभर गर्छ। त्यसले गर्दा अब आज न्युजपेपर भयो या वल पेन्टिङ्स भयो, अरू मिडियाभन्दा सोसियल मिडिया धेरै पपुलर भइरहेछ। अब सोसियल मिडिया बिलले अब यसमा अलरेडी हामीले जुन प्रमोट गर्दैछौँ यो बिजनेसहरूलाई सोसियल मिडियाबाट, त्यसमा अलरेडी नेपालमा हामी धेरै च्यालेन्जबाट फेस गरिरहेछौँ। किनभने प्रपर हामीले यो पेमेन्ट कसरी गर्ने, हामीले बुस्ट कसरी गर्ने, त्यो पेमेन्टलाई हामीले डलरबाट कसरी पेमेन्ट गर्दा त्यसको कुनै प्रपर गाइडलाइन्स छैन। र डलरबाट पेमेन्ट गर्नुपर्दा हामीसित लिमिटेसन छ, $500 मात्र हामी गर्न सक्छौँ मन्थली, एन्ड सर्टेन काइन्ड अफ अदर लिमिटेसन छ। त्यसले गर्दा अलरेडी हामीले फेस गरिरहेछौँ। अब यो सोसियल मिडिया बिलले त्यसलाई कुनै हदसम्म कम गर्दैछ भने त इट्स राम्रो, तर मैले अहिलेसम्म यस्तो कुनै पनि पोजिटिभ कुरा सुनेको छैन कि यो च्यालेन्जहरूलाई ओभरकम गराएको छ। इनफ्याक्ट केही न केही थपि नै रहेछ च्यालेन्जेसहरू, अरू नै अगाडिको दिनमा गएर अप्ठ्यारो हुन्छ। मैले बुझेअनुसार अब जुन कम्पनीहरूले या मल्टिनेसनल कम्पनीहरूले जुनमा हामी प्रमोट गर्छौँ त्यो कम्पनीहरूले अब यहाँबाट एडभर्टिजमेन्ट दिन्छ नि यहीँ आएर रेजिस्टर गर्नु पऱ्यो, विच इज अ गुड थिङ टु सर्टेन एक्सटेन्ट। तर के भन्छ सानो कम्पनीहरू पनि धेरै छन् जसले वर्ल्डमा त्यति उनीसित बजेट छैन या उनीहरूले एभ्री कन्ट्रीमा गएर रेजिस्टर गर्न सक्दैन, या धेरैजनाले नेपाललाई त्यस्तो ठुलो अपर्च्युनिटी हेर्दैन कि यस्तो नेपाल धेरै ठुलो अपर्च्युनिटी छैन, अपर्च्युनिटी मार्केट छैन, किन यहाँ रेजिस्टर गर्नु, किन एक्सपेन्डिचर गर्नु, यसभन्दा राम्रो यहाँ अपरेसन क्लोज गरेको राम्रो। अनि त्यो क्लोज गर्दा के भन्छ नि त्यो प्लेटफर्ममा हामीले आफ्नो बिजनेसलाई प्रमोट गर्न हामी त्यसबाट हामी पछाडि हट्छौँ, किनभने हामीसित अप्सनै छैन, हामी प्रमोट गर्न सक्दैन। हामी वर्ल्ड मार्केटमा धेरै ठाउँमा वर्ल्डमा हामीले एक्सपोर्ट गर्ने आइटमहरूलाई हामीले वर्ल्ड मार्केटसम्म पुर्याउनै सक्दैनौँ होला। त्यसले गर्दा अनि त्यो हिसाबले अलिकति यो बिल अलि च्यालेन्जिङ लागिरहेछ। यो प्रब्लमहरूलाई गभर्मेन्टले राम्ररी समेटेर राम्ररी यसलाई अलिकति रिफाइन गरेर यसलाई रिडिफाइन गरेर बनाइदियो भने धेरै कुराहरू सल्भ हुन सक्ने सम्भावना छ। साकेतजीले अहिले मेन्सन गरे जस्तै कि धेरै कम्पनीजहरूलाई यहाँ नेपालमा एमएनसीजहरू भयो, हाम्रो मल्टिनेसनल कम्पनीज, उनीहरूलाई यहाँ नेपालमै रेजिस्टर भएर अगाडि बढ्नुपर्ने हुन्छ इफ उनीहरूलाई यहाँ कारोबार गर्नुपर्ने छ भने होइन, जुन कि अहिले छैन, जुन एउटा पोजिटिभ साइड पनि हो। तर यसको नेगेटिभ साइड पनि छ त। कम्पनीजहरू लाइक फेसबुक, इन्स्टाग्राम, वाट्सएप भयो अथवा एक्स
होइन, प्रिभियसली नोन एज ट्विटर, लिङ्कडिन, धेरै कम्पनीजहरू छ। यिनीहरू नेपालमा आएर रेजिस्टर हुन कतिको यिनीहरूलाई सहज हुन्छ र यिनीहरूले रेजिस्टर गर्दा यिनीहरूले के नेपालबाट एउटा प्रफिटेबल बिजनेस बनाउन सक्छ त? सो जस्तो यो चाहिँ तपाईँले अहिले नाम लिनुभएको फेसबुक, ट्विटर, यो कम्पनीहरूको प्रब्लम होइन जस्तो लाग्छ, किनभने तिनीहरू चाहिँ अति ठुलो कम्पनी, दे आर जाइन्ट्स इन दिस सेक्टर होइन। तर प्रब्लम कहाँ भन्दाखेरि चाहिँ ब्लु स्काई जस्तो कम्पनी जो चाहिँ भर्खरै स्टार्ट भइरहेछ होइन, उसले नेपालमा रजिस्टर गर्न सक्दैन। जस्तो साकेतजीले पनि भन्नुभयो नि, साना साना कम्पनीहरू छन्। सो भोलिको दिनमा एउटा एकदमै इभोल्युसन वा एकदमै इनोभेटिभ आइडिया ल्याएर कुनै एउटा सोसियल मिडिया कम्पनी सुरु भयो, चाहे त्यो इन्डियामा सुरु भयो वा अरू कुनै संसारको कुनै ठाउँमा सुरु भयो भने त्योबाट चाहिँ हामी रेस्ट्रिक्ट हुन सक्छौँ भोलिको दिनमा। त्यसलाई चाहिँ हामीले टेस्ट नै गर्न नपाउने अवस्था हुनसक्छ, किनभने त्यसले त दर्ता नगरिकन नेपालमा चल्न पाउँदैन होइन, हामीले त्यसलाई चलाउन पाउँदैनौँ। अनि उसले चाहिँ नेपाललाई त्यति ठुलो मार्केट सोच्दैन, त्यति ठुलो उनीहरूको बजेट नहुनसक्छ जसले गर्दाखेरि चाहिँ यहाँ आएर रजिस्टर गर्न सकोस्। सो त्यो भएर हामीलाई त्यो प्रब्लम हुनसक्छ। सो त्यसको आधारमा चाहिँ हामी के भनिरहेछौँ भन्दाखेरि चाहिँ सोसियल मिडिया रजिस्टर गर्नुपर्छ फर सम एक्सटेन्ट, त्यो चाहिँ सजिलो पनि हुन्छ। त्यो भयो भने यहाँनिर दर्ता भयो भने हामी क्रिएटरहरूलाई पनि कतिपय कुराहरूको लागि चाहिँ उहाँहरूलाई रिच गर्ने कुरामा सजिलो होला भन्ने कुरा हो होइन। तर सबैले त्यो गर्न नसक्ने अवस्था हुनसक्छ। त्यो भएर एउटा क्राइटेरिया, सर्टेन क्राइटेरिया, यति कुरा पुरा गर्दाखेरि चाहिँ हुनुपर्छ। वा अघि साकेतजीले भनेको चाहिँ नेपालमा बिजनेस गर्ने हिसाबमा चाहिँ गर्ने हो भने, बिजनेस गर्ने हो भने रजिस्टर गर्नुपर्छ भन्ने कुरा हुनसक्छ। वा अरू कुनै तरिका डाइरेक्ट यहाँ चाहिँ फिजिकल अवस्था देखाउने हो वा फिजिकल अफिस बनाउने कुराहरू कतिपय कुराहरूमा सहज होला, तर त्यो सबैको लागि लागु हुँदैन होइन। भोलिको दिनमा हामीले नै टेक्नोलोजीमा तपाईँले कुनै एउटा सोसियल मिडिया कम्पनी सुरु गर्न सक्नु होला, त्यसले संसारको सबै देशमा गएर रजिस्टर गर्न सक्छ त? सुरुमै सक्दैन नि त होइन। सो त्यो कुराहरूको लागि चाहिँ यो प्लेटफर्महरू रजिस्टर गर्नुपर्छ भन्ने कुरा पनि चाहिँ यो चाहिँ अब नाजायज जस्तो लाग्छ, यो चाहिँ जरुरी छैन जस्तो लाग्छ। तर फेरि के कुरा चाहिँ होइन भन्दाखेरि चाहिँ सोसियल मिडियाको थ्रुबाट चाहिँ बदमासी भइरहेको छैन, सोसियल मिडियाको थ्रुबाट चाहिँ अपराध भइरहेको छैन भन्ने कुरा होइन, रजिस्टर गर्नु नै हुँदैन भन्ने पनि होइन। कसले रजिस्टर गर्नुपर्छ र कसले रजिस्टर गर्नु पर्दैन, कति ठुलो भइसके पछाडि रजिस्टर गर्नुपर्छ वा कुन अवस्थामा रजिस्टर गर्नुपर्छ भन्ने कुरा चाहिँ यो कानुनमा खुल्नुपर्छ होइन। नत्र भने अहिले नै पनि हामीले योभन्दा अगाडि नै पनि निर्देशिका, सोसियल मिडियाको सामाजिक सञ्चालन सम्बन्धी निर्देशिकामा चाहिँ नेपालमा रजिस्टर गर्नुपर्छ भन्ने कुरा गरिएको छ। कतिवटा कम्पनीले नेपालमा रजिस्टर गर्यो त होइन? हामीले सोचेको फेसबुकले रजिस्टर गरेको छैन होइन। सो अरू ठुल्ठुलो कम्पनीहरूले पनि रजिस्टर गरेको छैन भनेपछि भोलिबाट त्यसलाई चाहिँ रोकिदिने त भन्ने कुरा पनि हो होइन। सो त्यो हुँदाखेरि चाहिँ कानुनमा भएका कुराहरू जरुरत छन् कतिपय कुराहरू, तर कति एक्सटेन्टमा चाहिँ जरुरत हो भन्ने कुरा चाहिँ यसमा डिफाइन गर्नुपर्छ भन्ने हो। पोलिसीको कुरा आउँदा यस्तो कस्तो खाले हामी पोलिसिजहरू गभर्मेन्टले बनाउन सक्ने प्रयास गर्न सकिन्छ जसले गर्दा हाम्रो टेक इन्डस्ट्रीलाई अलिकति ग्रोथ एरियातिर लान सक्छौँ त? हेर्नुहोस्, खालि पोलिसिजले मात्र हुँदैन। नेपाल हेर्नुहोस् एउटा ल्यान्डलक कन्ट्री हो, त यसले गर्दा यसमा के छ भने तपाईँको म्यानुफ्याक्चरिङ या अरू काइन्डको पोसिबिलिटी, जुन ग्रोथ गर्ने पोसिबिलिटी छ धेरै ठुलो छैन। तर टेक्नोलोजी एउटा यस्तो चिज हो कि जसले कन्ट्रीको बााउन्ड्रीले चाहिँ केही पनि फरक पार्दैन। इट्स इन्जिनमा हुन्छ, मान्छेहरूको आफ्नो नलेजमा हुन्छ। टेक्नोलोजीलाई हामीले बाउन्ड गर्न सक्दैनौँ। अब यसमा के छ भने सरोजीले भने जस्तै अब नेपालमा के प्रब्लम भइरहेछ भने खालि यो हजुरको यो नेपालले कुनै बिल ल्याएर या कुनै विधेयक ल्याएर या कुनै सपोर्ट गरेर खालि हुँदैन। यो हामीले ग्राउन्ड लेभलबाट स्टार्ट गर्नुपर्छ। फर्स्ट चिज छ कि एजुकेसन चाहियो, मान्छेलाई वर्ल्डको लेभलको एजुकेसन यहाँ चाहियो। हामीले एजुकेसन सिस्टममा चेन्जेस ल्याउनुपर्छ। यो काम हामी आजदेखि चालु गऱ्यौँ भने 2-4-5 वर्षमा कहीँ न कहीँ हामी वर्ल्ड लेभलमा पुग्छौँ। हामीले एजुकेसन सिस्टम चाहियो। आज हाम्रो यहाँका युवाहरू यहाँ एजुकेसन नभएर, राम्रो फ्युचर एजुकेसन नभएर विदेश जान्छन्, विदेशमा पढ्छन् र विदेशका आइटी इन्जिनियरिङ कम्पनीबाट इन्जिनियरिङ गरिरहेछन् र त्यहीँ जब अपर्च्युनिटी पाएर त्यहीँ बसिरहेछन्, किनभने उनीहरूले यहाँ एजुकेसन पनि छैन, यहाँ फ्युचर आएर पछाडि आएर केही प्रोस्पेक्ट पनि छैन, उतै इन्जिनियरिङ कम्पनीमा गरिरहेछन्। आज हजुरले नाम लिनुभयो डिपसिक भयो या च्याट जिपिटी भयो या यस्ता ओपन या अझै पनि धेरै मल्टिनेसनल कम्पनीहरू, सफ्टवेयर कम्पनीहरू छन्। हुनसक्छ यसमा खोज्नु भयो भने, यिनीहरूको डाटाबेसमा खोज्नु भने धेरै नेपालीहरूले नै काम गरिरहेछन् होला। तर तिनीहरू त्यहाँ गएर गर्न सक्छन् भने आफ्नो कम्पनी पनि गर्न सक्छन्। तर त्यसमा पोलिसी लेभलमा त अफकोर्स डेफिनेटली उनीहरूलाई सपोर्टिभ चाहियो। स्टार्टअप्सहरूलाई यहाँ के स्टार्टअप गभर्मेन्टले भन्छ यो प्रमोट स्टार्टअप तपाईँ गर्नुहोस्, तर स्टार्टअपको लागि केही पनि यहाँ केही फेसिलिटी छैन। तपाईँले स्टार्टअपबाट चालु गर्दा गभर्मेन्टले के सपोर्ट गर्छ, फाइनेन्सियल सपोर्ट, तपाईँलाई अरू के सपोर्ट्सहरू गभर्मेन्टले गर्छ, यहाँ केही पनि पोलिसी फ्रेमवर्कहरू केही पनि यहाँ इस्ट्याब्लिस्ड छैन। त्यो पहिला राम्ररी इस्ट्याब्लिस्ड एकदम हुनु पर्यो र तपाईँको एजुकेसनदेखि लिएर बाहिर युवा जुन गइरहेछ, पलायन भइरहेछन्, उनीहरूलाई हामीले कसरी ल्याउने र कसरी उनीहरूलाई हामीले जब अपर्च्युनिटी दिने। यो अपर्च्युनिटी दिँदा यहाँ इन्कम सोर्स पायो भने कोही पनि बाहिर गएर अरू कसैको लागि काम गर्न चाहँदैन। उसले आफ्नो अपर्च्युनिटी पायो भने उसले आफ्नै बिजनेस चालु गर्न चाहन्छ। र स्पेसली टेक कम्युनिटी जुन भन्छौँ हामी, टेक जुन सेभी मान्छेहरू हुन्छ, तिनीहरू त झन् त्यो हुन्छ कि आफ्नै केही चालु गरेर आफ्नै नाम गर्न चाह्यो भने उनीहरू धेरै प्रोत्साहन हुन्छ।
त्यसको लागि अफकोर्स बिलहरू मात्र चाहिएन, बिल्स र तपाईँको पोलिसिजहरूमा त चेन्जेस डेफिनेटली चाहियो, तर अरू पनि लेभलमा हामीले ग्राउन्ड लेभलदेखि नै गभर्मेन्टले यसमा सपोर्ट गरिदियो भने यहाँ मान्छेहरू मलाई लाग्छ टेक्नोलोजी हजुरले भने जस्तै 1.4 हाम्रो नेबरिङ कन्ट्रीमा 7.5% इकोनोमीमा ग्रोथ गर्दैछ भने अफकोर्स 1 देखि 7 त 1 वर्ष 2 वर्षमा पुग्दैन, तर यो ऱ्यापिड ग्रोथ हुनसक्छ र हाम्रो जिडिपीमा धेरै ठुलो सपोर्ट टेक्नोलोजीले ल्याउन सक्छ। सही कुरा भन्नुभयो तपाईँले। अहिले हामीले यसको बारेमा रिसर्च गर्दा चाहिँ नेपालमा पनि जुन टेक्नोलोजीको जुन ग्रोथ छ त्यो फास्टेस्ट ग्रोइङ एनी सेक्टर हो भने अहिले नेपालमा टेक्नोलोजी सेक्टर नै फास्टेस्ट ग्रोइङ सेक्टर हो, विच इज ट्रु। अब इकोनोमीको नै कुरा गर्न आउँदा हाम्रो माउन्ट एभरेस्टको पनि अब एउटा पर्मिट फीको क्वेसन आइरहेछ, जुन गभर्मेन्टले शुल्क बढाइरहेछ माउन्ट एभरेस्ट चढ्न। हाम्रो धेरै दर्शकलाई थाहा नहोला, तर माउन्ट एभरेस्ट चढ्न पनि एउटा माउन्ट एभरेस्ट चढ्न त्यो क्लाइम्बिङ पर्मिट फी चाहिन्छ होइन, जुन $11,000 छ, विच इज अ गुड अमाउन्ट होइन। त्यो $11,000बाट पनि $15,000 पुर्याउन निर्णय गरेको छ गभर्मेन्टले होइन। सेप्टेम्बर 2025देखि यो लागू हुनेछ। यस शुल्क वृद्धिले नेपालको पर्यटन उद्योगमा के कस्तो प्रभाव पर्न सक्छ त साकेतजी तपाईँले? होइन, हेर्नुहोस्, शुल्क वृद्धि जुन भन्नुभयो यसमा $15,000 जहाँसम्म मलाई थाहा छ गभर्मेन्टले सेप्टेम्बरदेखि गर्दैछ। दिस इज फर फरेन टुरिस्ट। नेपालीहरूको लागि सायद नेपालीज क्लाइम्बर्सहरूको लागि सेपरेट प्रावधान छ, जहाँसम्म मलाई थाहा छ सायद 1,50,000 गभर्मेन्टले अब गर्दैछ यसलाई। त विच इज अ गुड थिङ। हेर्नुहोस्, तपाईँले रेट बढाउँदै हुनुहुन्छ, तपाईँलाई अलरेडी हामीले धेरै न्युजमा सुनिरहेछौँ कि माउन्ट एभरेस्ट स्पेसली तपाईँको नेपाल साइडबाट चढ्ने क्लाइम्बर्सहरूमा एकदमै पपुलेटेड भएको छ। मान्छेहरूले अस्ति लास्ट 2 वर्ष अगाडिको एउटा फोटोमा सबमिटमा त्यहाँ झन्डा लाउन चाहिँ त्यहाँ वेटिङ लिस्टमा मान्छेहरू एउटा लाइनमा उभिरहेछन्, अनि त्यो उभिँदा 1-2 जना झरेर मान्छेहरू बेपत्ता भए या त्यस्ता पनि घटनाहरू भएका छन्। भनेपछि अफकोर्स यो पर्मिटलाई रेस्ट्रिक्ट गर्नु पर्यो, किनभने यति हामी त्यो माउन्टेनको क्यापेसिटी छैन, त्यसभन्दा बढी हामी पठाउँदैछौँ र चार्जेस बढाएर यसको सदुपयोग गर्दैछ भने गभर्मेन्टले आई थिङ्क इट्स अ गुड थिङ कि त्यहाँको जुन पल्युसन छ कसरी कन्ट्रोल गर्ने, त्यहाँ हाम्रो त्यो जुन क्लाइम्बर आउँदैछ उनीहरूसित हाम्रो नेपाली मान्छेहरू पनि जाँदैछ, उनको सपोर्ट हामी भन्छौँ, शेर्पाहरू या भरियाहरू जे भन्छौँ जो पनि जाँदैछन् उनीहरूको पनि ग्रोथको लागि केही गभर्मेन्टले स्पेन्डिङ गर्दैछ, एभरेस्टको प्रमोसनको लागि केही गर्दैछ भने टुरिज्मको प्रमोसनको लागि धेरै राम्रो कुरा हो। तर यसको अब सेकेन्ड साइड हेर्नुभयो भने अब $15,000 भनेको के थाहा, अब फरेन टुरिस्ट जसले क्लाइम्ब गर्दैछ 11,000 15,000, अब कसैको लागि ठुलो अमाउन्ट पनि कसैको लागि नहोला त्यो भेल्यु एउटा। तर डेभलपमेन्ट चाहिँ गभर्मेन्टले 15,000 दिएर यहाँ गभर्मेन्टले यहाँ उसले क्लाइम्बरले 15,000 दिएर यहाँ के पाइरहेछ? क्लाइम्ब त उसले आफ्नै गियरबाट आफ्नै सुविधाबाट गरिरहेछ, तर यहाँ आउँदा हामीले काठमाडौँ आउनु पऱ्यो, उसले लुक्ला जानु पऱ्यो, त्यहाँको एप्रोच त्यहाँको आज हामी भन्छौँ कि नेपालकै वर्ल्डकै मोस्ट डेन्जरस एयरपोर्ट छ लुक्ला। त्यसलाई आजसम्म गभर्मेन्टले हामी प्राइड फिल गर्छौँ, हामी भन्दा कि नेपालकै वर्ल्डकै सबभन्दा डेन्जरस एयरपोर्ट हाम्रो नेपालमा छ लुक्ला एयरपोर्ट। तर त्यहाँ कति फरेन टुरिस्ट आउँदैछ, कति एक्सिडेन्ट हुँदैछ, मैले अहिलेसम्म लास्ट 10 वर्षमा केही पनि हेरेको छैन कि गभर्मेन्टले केही एक्सन लिएको छ त्यो एयरपोर्टलाई केही सुधार्ने या त्यसलाई हामी के गर्न सक्छौँ। त्यस्तो कुरातिर स्पेन्ड गरेर हामीले सेफ्टी स्ट्यान्डर्ड्सहरू, हामीले कुनै क्वालिटी फेसिलिटिजहरू दिनमा स्पेन्ड गऱ्यौँ भने त हामीले यो पैसा उठाएको जायज हो, नभए त एकदमै नाजायज हुन्छ कि खालि कस्ट मात्र बढाइदियो र तपाईँले फेसिलिटी केही गर्नु भने त्यही हिसाबले सबै कुरा चल्दैछ भने त भोलिको दिनमा यो नेगेटिभ हाम्रो लाग्छ टुरिज्मलाई ग्रोथ गर्ने होइन डिग्रोथ गर्नेतिर जान्छ। मान्छेहरू यति पैसा दिएर सायद नपनि आउन सक्ला कि किन माउन्ट एभरेस्ट चढ्ने, अरू K2 जस्ता अरू पनि पहाडहरू जुन यसभन्दा चिपर रेटमा होला सायद जहाँसम्म, त्यसमा गएर मान्छेहरू एक्सप्लोर गर्न जान सक्छन्। अब यसमै अर्को कुरा गर्ने हो भने नेपाल एभरेस्ट चढ्ने 2वटा बाटो छ, एउटा नेपालबाट बाटो छ, अर्को भनेको चाइनाको तिब्बतबाट बाटो छ होइन। $15,000 हाम्रो नेपालमा छ, तर चाइनाको तिब्बतमा पहिलेदेखि $15,800 थियो होइन। सो यो लगभग बराबर पर्मिट फी हुँदा धेरै क्लाइम्बर्सहरूले चाइनाको तर्फबाट पनि एभरेस्ट चढ्ने सम्भावना कतिको छ सरोजी? यस्तो मैले जहाँसम्म सुनेको छु त्यसमा चाहिँ चाइनाको साइडबाट एक्सपेडिसन गर्दाखेरिको सक्सेस रेट चाहिँ कम छ, किनभने त्यो अलिक अप्ठ्यारो बाटो त्यसलाई भनिन्छ। अर्को कुरा भनेको चाइना वा चाइनाको खास गरी तिब्बतको भिजा प्रोसेसिङ कुराहरू पनि अलिकति अप्ठ्यारो छ त्यहाँनिर होइन। सो त्यो एउटा मेन कुरा त सक्सेस रेटको कुरा भयो। त्यसको आधारमा चाहिँ अहिले पनि धेरै मान्छेहरूले चाहिँ नेपालको साइडबाट चाहिँ चढ्न उदले खोजिरहेका हुन्छन् र नेपालबाट चढ्ने कुरामा 75% अराउन्ड एभरेस्ट चढ्ने मान्छेहरू चाहिँ 75% अराउन्डमा चाहिँ नेपालबाट गइरहेको हुन्छ। त्यो भएर फेभरेट ठाउँ त नेपालबाट हो भन्ने कुरा हो, त्यसमा कुनै डाउट छैन। तर भिजा फी बढ्दाखेरि 2018-19मा चाइनाले बढाएको 15,000 बनाएको उसले। त्यो बनाइसके पछाडि पनि त्यस्तो धेरै त्यो परिवर्तन भएको छैन। यसको कारण चाहिँ के रहेछ भन्दाखेरि माउन्टेन चढ्ने जुन कस्ट हुन्छ त्यो अलरेडी हाई छ क्या उनीहरूको चाहिँ। अलरेडी त्यो हेर्दाखेरि चाहिँ त्यसमा पर्मिट फीको चाहिँ सर्टेन सानो पोर्सन हुन्छ होइन। त्यसमा $3,000-4,000 बढ्दाखेरि त्यति ठुलो असर पर्ने गरेको अवस्था हुँदैन। तर अघि साकेतजीले भने जस्तो त्यो पैसा बढाएर हामीले केमा खर्च गरिरहेछौँ भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ। किनभने शेर्पाहरूको लाइफ
मैले धेरै पटक घटना सुनेको छु जसमा चाहिँ शेर्पाहरूको एक्सिडेन्ट भइसके पछाडि वा उहाँहरूलाई अप्ठ्यारो भइसके पछाडि उहाँहरूलाई चाहिँ गभर्मेन्टले सपोर्टै नगरेको अवस्था, उहाँहरूले बरु त्यो उहाँहरूसँग क्लाइम गरेका विदेशीहरूले चाहिँ सपोर्ट गरिरहेको अवस्था हुन्छ। नेपाल गभर्मेन्टले चाहिँ त्यहाँ सपोर्ट सिस्टम राम्रो बनाइरहेको अवस्थाहरू छैन। हामीले एभरेस्टको कुरा मात्रै होइन, किनभने एभरेस्टको कुरा भइसके पछाडि त सो एभरेस्ट मात्रै राम्रो बनाएर पनि भएन, एभरेस्टको वरिपरिका अरू कुराहरूलाई कसरी राम्रो बनाउने भन्ने कुरा हो। त्यो भएर यो कुरामा चाहिँ के डाउट छैन भन्दा चाहिँ एभरेस्ट चढ्नको एभरेस्टको विकल्प अरू केही छैन भन्ने कुरामा चाहिँ डाउट छैन। सो त्यो हाम्रो लागि प्रिमियम एउटा सम्पत्ति हो, देशको सम्पत्ति हो। तर त्यसबाट अर्न गरेको पैसा हामी कहाँनिर खर्च गरिरहेछौँ, त्यसलाई अझै राम्रो बनाइरहेछ कि छैन भन्ने कुरा। सो लुक्ला एयरपोर्टको कुरा भयो, लुक्ला एयरपोर्ट भयो, त्यसपछि त्योभन्दा अरू ट्रेल्सहरूको कुराहरू कसरी त्यसलाई मेन्टेन गर्छौँ भन्ने कुराहरू हो। किनभने एभरेस्ट चढ्न मात्रै आउने होइन नि त, एभरेस्ट पछाडि त अरू कुराहरू पनि त उनीहरूले त्यहाँ आइसकेपछि एक्सप्लोर गर्न खोज्छन्। त्यो वातावरणहरूमा हामीले कसरी गरिरहेछौँ भन्ने कुरा। र मलाई सबभन्दा राम्रो लागेको कुरा भनेको अघि उहाँले पनि जोड्नुभयो, हामीले एभरेस्टलाई थप प्रमोट गर्ने कुरामा कसरी खर्च गरिरहेछौँ त्यो पैसा भन्ने कुराहरू हो। सो त्यही हो, पैसा लिनु कुरामा गभर्मेन्टले भनेको जुन छ पोल्युसनको कुरा, अनि त्यस पछाडि तपाईँलाई चाहिँ त्यहाँको अरू सपोर्ट सिस्टमहरू राम्रो बनाउने कुरा, अनि त्यस पछाडि त्यो जुन पपुलेट भइरहेछ त्यहाँनिर त्यसलाई पनि कन्ट्रोल गर्ने कुराको लागि बढाएको भन्ने कुरा गरिरहेछ। त्यो ठिक छ, त जायज कुराहरू होला होइन, तर त्यसलाई कहाँ खर्च गर्छ भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ भन्ने हो मलाई। तपाईँले प्रमोसनको कुरा गर्नुभयो होइन, नेपालमा माउन्ट एभरेस्ट त एउटा हाम्रो डेफिनेटली एउटा गर्वको कुरा छ होइन। त्यो बाहेक चाहिँ अरू पनि वर्ल्डको धेरै हाइएस्ट पिक्सहरू नेपालमा छन् होइन। र जुन क्लाइम्बर्सहरू आउनुहुन्छ त्यो माउन्ट एभरेस्ट मात्र होइन, कोही अन्नपूर्ण, कोही माछापुच्छ्रे, कुन अर्को यो माउन्टेन्सहरू क्लाइम्ब गर्न पनि आउनुहुन्छ होइन। तर यो चाहिँ मैले बुझेअनुसार चाहिँ जो नेचुरली आइरहनु भएको छ त्यति नै हो। गभर्मेन्टको तर्फबाट यसलाई प्रमोट गर्न अहिले पनि सकेको छैन जस्तो महसुस भइरहेछ। यसलाई प्रमोट गर्दा हाम्रो टुरिज्म सेक्टरमा कतिको यसले भनौँ न हेल्प गर्छ, हामीलाई टुरिज्म कतिको बुस्ट गर्न सक्छ त? निर्मल पूर्जा भन्ने एकजना माउन्टेनियर हुनुहुन्छ होइन, उहाँको 14 पिक्स भन्ने एउटा डकुमेन्ट्री चाहिँ नेटफ्लिक्समा आएको थियो। त्यस पछाडि तपाईँलाई के भइदियो भन्दा चाहिँ त्यस पछाडि चाहिँ एउटा प्रिमियम लेभलका जुन एक्सपेडिसनमा आउने मान्छेहरू छन् होइन। किनभने हामीले तपाईँले न्युजहरू हेर्नुभयो भने के देख्नुहुन्छ भने नेपालमा पर्यटकहरू त आइरहेछन् तर धेरै पैसा खर्च गर्ने पर्यटक नेपालमा आइरहेको छैनन् होइन। सो हाम्रो च्यालेन्ज अब के हो भन्दाखेरि चाहिँ पर्यटक ल्याउने मात्रै होइन, बढी खर्च गर्ने, बढी स्पेन्डिङ क्यापेसिटी भएका पर्यटकहरू चाहिँ नेपाल आउने गरेको अवस्था कसरी बनाउने भन्ने कुरा हो। सो त्यसमा चाहिँ निर्मल पूर्जा जस्ता वा त्यस्ता खालका टिमहरूले चाहिँ त्यो प्रिमियमनेस त्यसमा थप्न सक्छ क्या होइन। सो नेटफ्लिक्समा आएको कुराले हाम्रो एउटा डकुमेन्ट्री आउँदाखेरि चाहिँ त्यति धेरै चाहिँ प्रिमियम कुराहरू यहाँ ल्याउन सक्ने अवस्था हुन्छ भने हामीले पनि अझै तरिकाले त्यो खालका अप्रोचहरू बढाउन थाल्यो भने कति धेरै मान्छेहरू ल्याउन सक्छौँ भन्ने कुरा हो। सो हाम्रो च्यालेन्ज भनेको पर्यटक ल्याउनु मात्रै होइन, नेपाल गभर्मेन्टले चाहिँ यति लाख पर्यटक आयो भनेर हामी खुसी भइरहेछौँ क्या होइन। त्योभन्दा धेरै पर्यटक त होइन तपाईँले चाहिँ अरू कतिपय देशहरूमाको लागि त त्यो कति पर्सेन्ट पनि होइन क्या तपाईँलाई होइन। सो मालदिप्स कति मान्छे गइरहेछन् त, कति प्रिमियम खर्च गर्ने मान्छे गइरहेछन् त, थाइल्यान्ड कति मान्छे गइरहेछन्, सिङ्गापुर कति गइरहेछन् भन्ने कुरा हो। सो हामीभन्दा सानो देश सिङ्गापुरमा त्यति धेरै मान्छे जान्छन् र त्यति धेरै खर्च गर्न सक्छन् भने नेपालमा त तपाईँलाई त त्यस्तो ठाउँ त कति छ कति होइन। किन नेपालमा आइरहेछन् त मान्छेहरू, खर्च गर्ने मान्छेहरू आइरहेछन् भन्ने कुरा चाहिँ हो। सो त्यो भएर प्रिमियमनेसको लागि पनि अब हामीले प्रमोट गर्न जरुरी छ होइन। अनि प्रमोट गरेर मात्रै भएर फेरि इन्फ्रास्ट्रक्चर पनि बनाउनु पऱ्यो त्यही अनुसारको होइन। म यसैमा अगर एड गर्न चाहन्छु कि जस्तो लास्ट पोइन्ट जो उहाँले भन्नुभयो नि, प्रमोट गर्नुभन्दा पनि इन्फ्रास्ट्रक्चरले कस्तो हुन्छ नि, म त म्यानुफ्याक्चरिङ ब्याकग्राउन्डबाट हो, मैले केही प्रडक्ट बनाइदिएँ त्यसलाई जति राम्रो मार्केटिङ गरिदिने एकचोटि बिक्छ, तर के छ नि त्यो प्रडक्टमा क्वालिटी भएन भने त्यो प्रडक्ट पछि गएर बिक्दैन। त प्रमोट त तपाईँ त्यो केसमा गर्नुहुन्छ जब तपाईँसित इन्फ्रास्ट्रक्चर त तपाईँ प्रमोट गरेर यहाँ लाखौँ टुरिस्टलाई बोलाइहाल्नु भयो, तर तपाईँलाई त्यो इन्फ्रास्ट्रक्चर छैन भने त्यो एकचोटि आएपछि मान्छेले त्यसको नेगेटिभ पब्लिसिटी भइहाल्छ कि यहाँ यस्तो छैन, यहाँ होटलै छैन, बस्ने ठाउँ छैन, ट्रेलमा तपाईँको भिड छ या जे पनि छ, त्यो तपाईँको इन्फ्रास्ट्रक्चर छैन भने त्यो आएर नेगेटिभ पब्लिसिटी भइहाल्छ। भोलिको दिनमा हामी 2 वर्ष अगाडि जाने ठाउँमा 10 वर्ष पछाडि गइहाल्छौँ कि यहाँ त नेपाल जानु हुँदैन, यो अन्नपूर्ण बेस क्याम्प त बेकार छ, यो यस्तो छ त्यस्तो छ, नेगेटिभ पब्लिसिटी वर्ल्डमा विच इज फार मोर स्प्रेड फास्ट देन हाम्रो पोजिटिभ पब्लिसिटीबाट हुन्छ। त्यसले गर्दा पहिला इन्फ्रास्ट्रक्चर हामीले बिल्ड गर्नु, सँगैसँगै हामीले प्रमोट पनि गर्नु पऱ्यो। हामीले एकैचोटि सबै माउन्टेनलाई एकैचोटि प्रमोट गरेर पनि हुँदैन। हामीले एकातर्फ कि एभरेस्ट बेस क्याम्प भयो या अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे, हामीसित धेरै ट्रेल्सहरू छन् यहाँ, खालि माउन्टेनको कुरा छैन, माउन्टेन बाहेक हामीसित धेरै लेक्सहरू, रारा लेक जस्ता लेक्सहरू पनि छन् जुन हामी यहाँबाट तपाईँ छिमेकी देशमा हुनु इन्डियामा लेह लद्दाख जान्छन्, लेक हेर्न जान्छन्, या तपाईँ फरेन जाँदै हुन्छ मरिसियस जान्छ ब्लू वाटर हेर्न। अब यहाँ हाम्रो नेचुरल हामीसित रिसोर्सेस हामी त्यो हेर्नसम्म पुगिरहेको छैनौँ। हामी फरेनलाई किनभने हामी नेपाली टुरिस्ट नै पुग्न सकिरहेको छैनौँ। हामीलाई आफैलाई कसैले सोध्यो भने कसरी जाने हामीलाई थाहा नै छैन कसरी जाने, किनभने त्यहाँ पुग्न 3 दिन लाग्छ,
फर्किन 3 दिन लाग्छ, हामी आफै डिमोटिभेटेड छौँ भनेपछि हामी अरूलाई कसरी मोटिभेट गर्ने? त्यसभन्दा सबभन्दा बेसिक पहिला इन्फ्रास्ट्रक्चर डेभलप गर्नुभयो, बाँकी चिज एभ्रिथिङ विल फलो अन। आफै तपाईँले इन्फ्रास्ट्रक्चर गर्नु भने त्यहाँ भएको होटल रिसोर्ट जसले खोल्दैछ उसले आफै प्रमोट गर्छ, उसलाई आफ्नो होटल रिसोर्ट चलाउनु छ, उसले आफ्नै टुरिस्टलाई बोलाउन, उसले आफ्नै प्रमोट गर्छ, सबै कुरा प्रमोट गर्छन् र इट्स अ चेन रियाक्सन। देन टुरिज्मको कुरा गर्दा तपाईँले यो माउन्टेन टुरिज्मको कुरा गर्नुभयो, ट्रेकिङहरूको कुरा भयो होइन, लेकहरूको भिजिट भयो, त्यस्तो टुरिस्टहरू भन्नुभयो। त्यसै गरी हाम्रो एउटा रिलिजियस टुरिज्म पनि एउटा इम्पोर्टेन्ट सेक्टर हुनसक्छ नेपालको लागि होइन। हाम्रो छिमेकी देशमा महाकुम्भ इन्डियामा भयो होइन, जसले चाहिँ लगभग 40 करोड मान्छे त्यहाँ एउटा सानो ठाउँमा प्रयागराजमा भिजिट गरे होइन। डिफ्रेन्ट भनौँ न हिन्दू रिलिजनका डिफ्रेन्ट मान्छेहरूले भिजिट गरे, हिन्दू मात्र नभएर फरेनका पनि कति कन्टेन्ट क्रिएटर्सहरू पनि भिजिट गरे, जसले गर्दा अझ पनि प्रमोट गर्यो त्यसलाई होइन कुम्भलाई। र त्यहाँबाट $25 बिलियन बराबरको रेभेन्यू जेनेरेट गर्ने अनुमान गरिएको छ होइन। हाम्रो कोशी प्रदेशकै कुरा गर्ने हो भने कोशी प्रदेशमै 12 क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर जस्ता धार्मिक स्थलहरू छन् होइन। यस्ता स्थलहरूमा ठुलो धार्मिक उत्सवहरू आयोजना गर्न के कस्ता रणनीतिहरू अपनाउन सकिन्छ जसले आर्थिक लाभ पुर्याउन सक्छ त साकेतजी? हेर्नुहोस्, एकदम हजुरले ठिक भन्नुभयो। नेपालमा त अफकोर्स नेपाल रिलिजियस प्लेस नै भनिन्छ, नेपाल एउटा रिलिजियस कन्ट्री नै भनिन्छ। यहाँ धेरै ठाउँ छ। स्पेसिफिकली हजुरले भन्नु हामी कोशी प्रदेशमा बसिरहेको छौँ। कोशी प्रदेशमा हजुरले नाम लिए जस्तै पाथिभरा, हलेसी महादेव भयो, बरा क्षेत्र भयो, अरू दन्तकाली भयो, या हाम्रो विराटनगरमै विराट दरबार भयो, त्यस्ता धेरै ठाउँहरू छन्। अब यसलाई प्रमोट गर्न, हेर्नुहोस् यसमा प्रमोट इभेन्टहरू गर्न फर्स्ट थिङ अगेन इट कम्स टु गभर्मेन्ट इन्फ्रास्ट्रक्चर चाहियो, गभर्मेन्टको पोलिसी राम्रो चाहियो प्रमोट गर्न। यो जुन स्पट्सहरू जुन हजुरले भन्नुभयो रिलिजियस प्लेसेसहरू छ, यसको आफ्नै महानता धेरै। यसलाई यो वर्ल्ड लेभलमा हिन्दू तपाईँको हिन्दू स्पट्सहरू भन्नुभयो, यो हिन्दू माइथोलोजीमै यिनीहरूको नामहरू छ र यिनीहरू अलरेडी वर्ल्ड वाइड यसमा 50-60 वटा शक्तिपीठ छन्, जसमा एक छन्। अब यही तपाईँ अरू शक्तिपीठमा जानुहोस्, अब एक्जाम्पल लिनुहोस् छिमेकमै अब इन्डियामा कामाख्या भनेर छ, त्यहाँ जानुहुन्छ नि, त्यहाँ मान्छेको यस्तो घुइँचो छ कि तपाईँलाई दर्शन गर्न हुनसक्छ 2-3 चोटि भिजिट गर्दा अब एकचोटि मात्र गर्न सक्नुहुन्छ। तर यहाँ हाम्रो त्यस्तो छैन, इजी छ, एकदम इजी छ, मान्छेहरू जान सक्छन्, त्यस्तो भिडभाड छैन। त्यो भिडभाड नहुने रिजन के छ भने एउटा त जान च्यालेन्जिङ छ, पहिलो कुरो च्यालेन्जिङ छ भनेर मान्छे डिमोटिभेट हुन्छन्, 10 घन्टा 12 घन्टा लाग्छ, किन जाने कसरी जाने थाहा छैन मान्छेलाई। अनि सेकेन्ड थिङ के छ भने इन्फ्रास्ट्रक्चर नभएर अनि यसको पब्लिसिटी छैन, मान्छेलाई थाहा नै छैन कि यो शक्तिपीठ छ यस्तो, यसको पनि त्यति नै बराबरको भ्याल्यू छ भनेपछि मान्छे हामी नेपाली टुरिस्ट त्यहाँ गएर त्यो शक्तिपीठ जान्छौँ नि, हामी नेपाल किन गइरहेको छैनौँ? यहाँ 12 क्षेत्र छ, आज हामी इन्डियामा भन्छौँ 4 वटा तपाईँको यो हजुरको यो 4 धाम भन्छौँ, त्यस्तै नेपालमा पनि हाम्रो 4 धाममा यो 4 पशुपति क्षेत्र, बरा क्षेत्र, मुक्ति क्षेत्र जस्तै रुरु क्षेत्र जस्तै यो 12 क्षेत्र पनि आउँछन्, तर प्रमोटै छैन। तपाईँ हामी आज जानुहोस् यहाँबाट हामी 1.5 घन्टामा बरा क्षेत्र पुग्न सक्छौँ, तर यहीँ हाम्रो छिमेकका भएको इन्डियामा आज इन्डियन टुरिस्टहरू यति आउन सक्छन्, उनीहरूलाई थाहा नै छैन कि बरा क्षेत्र के हो, यसको भ्याल्यू के हो। जबकि यो तपाईँको सबै तपाईँको पुराणहरूमा, विष्णु पुराण अनि यताउतिको पुराणहरूमा सबैमा यसको मेन्सन छ। त फर्स्ट थिङ हो कि यसलाई प्रमोट हामी गर्न सकिरहेको छैनौँ। सेकेन्ड थिङ छ कि इन्फ्रास्ट्रक्चर छैन। अलिकति इन्फ्रास्ट्रक्चर भइदियो भने, यसलाई प्रमोट गर्न सक्यो भने यहाँ टुरिज्मको घुइँचो आउन सक्छ। हजुरले महाकुम्भको कुरा भन्नुभयो, महाकुम्भ एउटा इक्जाम्पल छँदैछ, इभेन्ट छ। अयोध्या टेम्पल, अहिले अयोध्या केही पनि थिएन, एउटा टेम्पल बनाएपछि यहाँ करोडौँ भक्तजन आउन थाल्यो। अब त्यस्तै हामीसित यहाँ जनकपुर धाम छ, अब भगवान् राम जन्मेको ठाउँ अयोध्या, हाम्रो सीता माता जन्मेको जनकपुर छ भने हामी त्यति नै इक्वल इम्पोर्टेन्स छ, तर त्यहाँ करोडौँ मान्छे आएर चाहिँ यहाँ लाखौँ मान्छे आएर छ। यसलाई करोडौँ कसरी कन्भर्ट गर्न सक्छौँ? यसको बेसिक रिक्वायरमेन्ट भनेको हेर्नुहोस्, पहिला हो इन्फ्रास्ट्रक्चर हुनु पर्यो हामीसित, त्यसपछि पब्लिसिटी हो, अनि एज पहिला भने जस्तै माउन्टेन छ त्यसरी नै यो सेगमेन्टमा पनि के हुन्छ, त्यसपछि चेन रियाक्सन हुन्छ, एउटाले अर्कोलाई प्रमोट गर्छ। एकै दिनमा लाखौँवटा करोडौँमा हामी जान सक्दैनौँ, तर हामीलाई कहीँ न कहीँ स्टार्ट त गर्नु पर्यो। वी हेभ टु स्टार्ट समवेयर। ओके, तपाईँले इन्फ्रास्ट्रक्चरको कुरा गर्नुभयो साकेतजीले होइन, म सरोजीलाई यो एउटा क्वेसन सोध्न चाहन्छु कि इन्फ्रास्ट्रक्चरको कुरा गर्दा अब यता पाथिभराकै कुरा गर्ने हो भने यहाँ हाम्रो केबल कारको एउटा कन्ट्रोभर्सी भएको थियो होइन, गभर्मेन्टले यता केबल कार बनाउन खोजिरहनु भएको थियो होइन, तर अलिकति त्यहाँबाट अब्जेक्सनहरू पनि आयो, त्यसमा अलिकति ब्रिफ गरिदिनुहुन्छ तपाईँले? त्यो गभर्मेन्टले बनाउन आँटेको होइन, त्यो चाहिँ व्यापारिक समूहले चाहिँ त्यो बनाउन आँटेको, प्राइभेट सेक्टरले बनाउन आँटेको केबल कार थियो। अब त्यहाँनिर केबल कार बनाउने भन्ने विषयमा चाहिँ पाथिभरा र मुकुमलुङ भन्छ, मुकुमलुङ चाहिँ लिम्बू समुदायको चाहिँ मुन्दुममा लेखिएको क्षेत्र भन्ने हिसाबमा उहाँ त्यो मान्यता छ, अनि पाथिभरा चाहिँ हिन्दू बौद्ध सबैले चाहिँ त्यो कुरालाई त्यो पाथिभरा चाहिँ क्षेत्र हो भन्ने हिसाबमा मानिरहनु भएको छ। अब त्यहाँनिर केबल कार बनाउने भन्ने कुरा गर्दाखेरि चाहिँ अहिले विवादित भइरहेको भनेको चाहिँ त्यो मुकुमलुङ क्षेत्र हो र त्यसको चाहिँ विनाश हुन्छ
हैन। त्यहाँनिर पाथिभरामा केबल कार बनिसके पछाडि चाहिँ त्यसले चाहिँ त्यहाँको प्राकृतिक रुखहरू काट्नुपर्छ भन्ने खालको कुराहरू गरेर चाहिँ वा पहिचान नै मेटिन्छ भन्ने हिसाबमा विवाद जुन आइरहेको छ त्यो हो त्यहाँको विवाद अहिले चाहिँ। त्यसको बारेमा हामीले भिडियो पनि बनाइरहेछौँ र हामीले भिडियो बनाउँदा हामीले मलाई आफूलाई लागेको फिलिङ चाहिँ के भन्दा चाहिँ डेफिनेटली हाम्रो यहाँको धार्मिक क्षेत्रहरूले पनि जुन डेभलपमेन्ट त्यहाँको त्यो प्राकृतिक विनाश नभइकन त्यहाँको त्यो पहिचान विनाश नभइकन जुन डेभलपमेन्टहरू चाहिन्छ जुन इन्फ्रास्ट्रक्चरहरू चाहिन्छ त्यो डिजर्भ गर्छन् जस्तो लाग्छ उनीहरूले। किनभने अहिले पाथिभरा त्यही भएर चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ पाथिभरामा वा त्यो मुकुलुङमा चाहिँ केबल कार बन्यो भने त्यसले प्लस गर्छ जस्तो लाग्छ। अहिले मान्छेहरू त्यहाँबाट तपाईँलाई काफ्ले पार्टीबाट चाहिँ तपाईँलाई 2 घन्टाभन्दा बढी पैदल हिँडेर र 2 घन्टाभन्दा बढी पैदल उत्रेर चाहिँ आउनुपर्ने अवस्थाहरू छ। त्यो अवस्थामा र त्यहाँनिर जो बुढापाकाहरू छन् जो वृद्ध छन् जो चाहिँ अशक्त छन् उनीहरूले चाहिँ मानव भरियालाई बोकाएर उनीहरूको ढाडमा बसेर चाहिँ अनि दर्शन गरेर फर्किनुपर्ने अवस्था छ। त्यो हुँदाखेरि चाहिँ भोलिको दिनमा त्यस्ता खालका अशक्त व्यक्तिहरूलाई चाहिँ सहज हुनेछ केबल कार भयो भने। अरू व्यक्तिहरू पनि जो चाहिँ नट ओन्ली धार्मिक पर्यटनको रूपमा वा धार्मिक पर्यटनको रूपमा मात्रै होइन अरू पर्यटनको हिसाबमा पनि जाउँ भन्ने खालका व्यक्तिहरूले पनि त्यहाँ जान सक्ने गरेको लागि सहज हुनसक्छ इन्फ्रास्ट्रक्चरको कुरामा होइन। तर आयो विवादको कुरा आइसके पछाडि चाहिँ संसारभरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ जहाँ चाहिँ इन्डिजिनियस पिपुलहरूको क्षेत्रमा चाहिँ कुनै विकास भइरहेको छ भने त्यहाँका व्यक्तिहरूलाई पनि सहमतिमा लिएर विकास गर्नुपर्छ भन्ने कुरा हुन्छ। किनभने त्यहाँको समुदायको आस्था के छ त त्यहाँको समुदायको मान्यता त के छ त भन्ने कुराहरू चाहिँ गर्नुपर्छ। सो यदि उहाँहरूले बुझिरहनु भएको छैन भने त्यो बुझाउनु पर्यो होइन। उहाँहरूलाई कसरी बुझाएर उहाँहरूलाई साथसाथै लिएर कसरी डेभलपमेन्ट गर्न सकिन्छ त्यो चाहिँ गर्नु पर्यो भन्ने कुरा हो। सो त्यो हुँदाखेरि म फेरि दोहोऱ्याउँछु सो केबल कार बन्नुपर्छ भन्ने मेरो आफ्नो हो। तर त्यो कसरी बन्नु हुँदैन भन्दाखेरि चाहिँ त्यहाँको रैथाने व्यक्तिहरूलाई त्यहाँका इन्डिजिनियस व्यक्तिहरूलाई चाहिँ त्यो बन्दुकको बलमा वा प्रहरीको बलमा त्यो दमन गरेर बनाउनुपर्छ भन्ने पनि होइन बुझाएर बनाउनुपर्छ भन्ने चाहिँ हो। सो त्यो भएर डेफिनेटली चाहिन्छ र त्यहाँ जसले चाहिँ अहिले भनौँ न यो बन्नु हुँदैन भनिरहनुपर्छ उहाँहरूले पनि चाहिँ त्यो बन्दाखेरिको फाइदाहरू चाहिँ हेरिदिन सक्नु पर्यो भन्ने हो। र जसले बनाउँदा केही पनि हुँदैन भन्ने छ उहाँहरूले पनि अर्को पक्षलाई चाहिँ बुझाउन सक्नु पर्यो भन्ने हो। साकेत जी हाम्रो यो धार्मिक पर्यटनले स्थानीय व्यवसायहरूलाई जस्तो होटल भयो रेस्टुरेन्ट भयो ह्यान्डक्राफ्टको बिजनेसहरू भयो यिनीहरूलाई कतिको प्रभाव पार्न सक्छ भनौँ न। यो हाम्रो रिलिजियस टुरिज्म आयो भने धेरै अलिकति इन्डियाबाट पनि अथवा हिन्दू रिलिजनकै मान्छेहरू धेरै नेपालमा छिर्यो भने होइन यसबाट हाम्रो यो होटल रेस्टुरेन्ट व्यवसायहरूलाई कतिको पोजिटिभ इम्प्याक्ट पार्न सक्छ र हाम्रो इकोनोमीमा कतिको इम्प्याक्ट पार्न सक्छ त्यसले? होइन यो डेफिनेटली यसले धेरै ठुलो इम्प्याक्ट पार्छ इकोनोमीमा एन्ड पोजिटिभ साइडमै पार्छ। किनभने जो पनि आउँछ टुरिज्मको लागि आयो आज धार्मिक टुरिज्मको लागि आयो भने उसले एक ठाउँ आउँदैन उसले अरू पनि चिजहरू हेर्छ अनि अरू पनि कुराहरू हेर्छ। त्यहाँ आयो भने बस्छ होटलमा खान्छ राति बस्छ सुत्ने छ भनेपछि त्यो अफकोर्स एउटा बिजनेस अपर्च्युनिटी आज होटल्स रिसोर्ट्सहरू अनि यस्तोमा के हेरिन्छ भने हाम्रो जस्तो ठाउँहरू छ हाम्रो मोस्टली यो धार्मिक स्थलहरू तपाईँको पहाडी सेक्टरहरूमा छ जो कि नेचुरली धेरै ब्युटिफुल छन्। त्यो ठाउँमा त्यहाँ त होटल्सभन्दा पनि रिसोर्ट्सहरू खोल्दा पनि तपाईँको राम्रो बाहिर फरेनर्सहरूलाई पनि हामी एट्र्याक्ट गर्न सक्छौँ। खालि धार्मिक स्थल होइन यो फरेन टुरिज्म पनि हामी गर्न सक्छौँ। आएर बस्न सक्यो भने उनीहरूले त्यो एट्र्याक्सनको त्यो उनीहरूले ब्युटीको उनीहरूले भ्यू लिन सक्छ। त्यसले गर्दा यो इकोनोमीमा त धेरै नै इफेक्ट पार्छ। एउटा इक्जाम्पल लिनुभयो भने हजुरले अहिले कुम्भको कुरा भन्नुभयो एउटा 1.5 महिनाको इभेन्टमा तपाईँले 3 लाख करोड रुपियाँ आइएनआर भन्नु $25 बिलियन को व्यापार गर्दैछ। त त्यहाँ मान्छे यस्तो छ नि 20,000 15,000 25,000 30,000 रुपियाँको एउटा त्यो टेन्ट लिन लागि पनि त्यहाँ वेटिङ लिस्टमा चलिरहेछन् मान्छे पैसा खर्च हुन्छ भनेपछि टुरिज्मको लागि पिपल आर रेडी टु स्पेन्ड। अब त्यो स्पेन्डिङलाई पिपललाई हामीले कसरी पुल गर्ने र आफ्नो रिजनमा कसरी ल्याउने र यो मान्यता हामीले आफ्नो यो धार्मिक र हामीले कुनै फल्स कुरा क्रिएट गरेको होइन। यो अलरेडी हाम्रो जुन रिलिजियस प्लेसेसहरू छ यो पुरानो प्लेसेसहरू यो अलरेडी अथेन्टिक रिलिजियस प्लेसेसहरू हामीले के होइन कि कुनै फल्स क्लेम गरेर कसैलाई ल्याएको होइन। यो प्लेसेस हामीले खालि इन्फ्रास्ट्रक्चर डेभलप यहाँ गभर्मेन्टले रोडहरू केही बनाइदियो बिजुलीहरूको व्यवस्था गरिदिने एउटा रिसोर्ट खोल्यो एउटा होटल खोल्यो भने तपाईँको धर्मशाला होटल यस्तो खोल्यो भने 50वटा आफै आउँछन्। किनभने टुरिस्टको फ्लो बढेपछि रिक्वायरमेन्ट छ रिक्वायरमेन्ट भएपछि बिजनेस मेन भनेको के हुन्छ जहाँ अपर्च्युनिटीहरू छ इन्टरप्रेन्योरहरू त्यहीँ पुगिहाल्छन्। अपर्च्युनिटी छ भने इन्टरप्रेन्योर छ। आज किन हाम्रो यहीँको नेपाली भाइहरू यहाँ विदेशमा गएर वेटरहरूको काम या त्यस्तो कामहरू गरिरहेछन् त्यहाँ गएर होटलमा भाडा धुइरहेछन्। त्यसभन्दा राम्रो अपर्च्युनिटी यहाँ पायो भने उनीहरूले त्यहाँ भाडा धुनुभन्दा जति पैसा कमाउँछ एउटा सानो एउटा रेस्टुरेन्टै खोलेर सानो रोड साइडमा रेस्टुरेन्ट पनि खोलेर त्यसभन्दा बढी पैसा कमाउन सक्छ टुरिस्टको फ्लो बढ्यो भनेपछि यहाँ विदेश पनि जानु परेन। किन हामीले रेमिटेन्समाथि हाम्रो कन्ट्रीलाई डिपेन्ड भयो। हाम्रो नेपालकै जनशक्ति नेपालमै बसेर नेपालमा ग्रोथ हुनुभन्दा राम्रो त कुनै पनि छैन र विच इज अल्सो नट भेग। यो कुनै कन्सेप्ट होइन। राम्ररी डेभलप गर्न सकियो भने
5-7 वर्षभित्र नै यो एउटा ठुलो रिलिजियस टुरिज्म एउटा आफैमा ठुलो एउटा प्रोस्पेक्ट नेपालको लागि, स्पेसली हाम्रो कोशी प्रोभिन्सको लागि त धेरै नै ठुलो प्रोस्पेक्ट हुन सक्छ। अर्को मेरो प्रश्न आयो भने अब हामीले यता इकोनोमिक डेभलपमेन्ट र के भन्छ यता हाम्रो टुरिज्महरूको कुरा गर्दा भने यता हाम्रो उद्योगले पनि हाम्रो इकोनोमिकमा एकदम धेरै ठुलो हात राखेको छ होइन। त्यसमा चाहिँ स्पेसली इन्डस्ट्रिजहरूको कुरा गर्ने हो भने लोड सेडिङको कुरा अहिले पुनः उठ्न थालेको छ होइन। त्यो पनि अघोषित लोड सेडिङ जहाँ हामीलाई थाहै हुन्न कति बजे कट्छ होइन, जसले गर्दा डिजल जेनेरेटरको प्रयोग गर्दा एक युनिटको 50 रुपियाँ खर्च भइरहेको छ, जबकि इलेक्ट्रिसिटी प्रति युनिट करिब 10 रुपियाँ मात्र छ होइन। यसले प्रोडक्सन कस्टमा कतिको वृद्धि ल्याएको छ र कसरी म्यानेज गर्न सकिन्छ र आम जनतालाई कतिको फरक पर्न सक्छ त यसले? होइन, यो हजुरले एकदमै इम्पोर्टेन्ट टपिक उठाउनु भएको छ जुन अहिले सिनेरियोमा एकदमै कमन भइरहेछ, लोड सेडिङ, अघोषित लोड सेडिङ जुन भन्छ अघोषित लोड सेडिङ। यो स्पेसली हाम्रो इन्डस्ट्रियल सेक्टरमा भइरहेछ, यो रेसिडेन्सियल सेक्टरमा भइरहेको छैन। रेसिडेन्सियल सेक्टरमा पावर इज गुड, त्यसले गर्दा नर्मल जनतालाई थाहा पाउँदैन। तर के छ भने थाहा नपाए पनि अल्टिमेट इफेक्ट उहाँलाई नै पर्दैछ, नर्मल जनतालाई। त्यो म एउटा इक्जाम्पलसित तपाईँलाई बताउँछु कि कसरी हुँदैछ। तर पहिला लोड सेडिङको कुरा गर्दा के छ भने अहिले नेपालको स्थिति यस्तो छ कि अहिले हाम्रो इन्डस्ट्रियल सेगमेन्टमा एभरेजमा भन्नुभयो भने 4 घन्टा लोड सेडिङ छ एभरेजमा। मन्थली तपाईँको 90 देखि 100 आवर्स लोड सेडिङ चलिरहेको छ। लास्ट 2 महिनाको मैले आफ्नै इन्डस्ट्रीको रिकर्ड अहिले हामी आफै नै ओइल इन्डस्ट्री र प्लास्टिक इन्डस्ट्री चलाउँछु, मैले त्यहाँबाट रिकर्ड अहिले मगाउँदा हाम्रो लास्ट 2 महिनामा लगभग 195 आवर्स लोड सेडिङ भएको थियो 2 महिनाको मिलाएर, माघ र पुसमा मात्र। त यो लोड सेडिङ भएको थियो। तब लोड सेडिङले के छ भने धेरै कस्टमा फरक पार्छ। त्यो कस्टमा एक्जाम्पल जनतालाई कसरी इफेक्ट पार्छ भन्दाखेरि हजुरले भने जस्तै जेनेरेटरमा चलाउनु पऱ्यो मैले इन्डस्ट्री। अब जेनेरेटरमा नर्मल कस्ट 10 रुपियाँ छ, जेनेरेटरमा 50 रुपियाँ छ। अब एउटा 1 घन्टा मैले जेनेरेटर चलाउँदा, आज मेरो जस्तो इन्डस्ट्रीमा 1 घन्टा जेनेरेटर चलाउँदा मलाई 15,000 रुपियाँ नेपाली एक्स्ट्रा कस्ट पर्न जान्छ। भनेपछि मैले 15,000 गर्दा मेरो एक महिनामा 100 घन्टा चलायो भने मेरो 15 लाख रुपियाँ कस्ट पर्यो। र मैले उत्पादन के गर्दैछु मैले इडेबल ओइल उत्पादन गर्दैछु, त्यो मैले महिनाको 15 लाख लिटर इडेबल ओइल उत्पादन गर्दैछु। र टेक्निकली भन्दा मेरो 1 रुपियाँ लिटर जुन छ मेरो कस्ट, यो लोड सेडिङले गर्दा यो डिजल जेनसेट चलाउँदा मेरो 1 रुपियाँ लिटर कस्ट बढ्न गयो। अब जनतालाई थाहा छैन कि लोड सेडिङ भइरहेछ, तर के छ भने अल्टिमेटली यो इफेक्ट त मैले पासै गर्ने हो। मैले आफैले त यो बियर गर्न सक्दिनँ। यो कस्ट के हुन्छ नि, यो एटलिस्ट कस्टमै जुड्छ। त्यसरी खालि ओइलको कुरा होइन, अरू पनि सामानहरूमा एटलिस्ट इन्डस्ट्रीले त त्यो कस्ट इन्क्लुड गरेर नै मार्केटमा दिने हो। अल्टिमेटली त जनताले नै दिइरहेछ। अब लोड सेडिङ किन भइरहेछ र के भइरहेछ, यो सिनेरियो अलिकति ब्रड सिनेरियो छ। यसमा अलिकति सानो हाइलाइट म गर्न चाहन्छु कि नेपाल अलरेडी हाइड्रो पावर कन्ट्री छ। नेपालमा हाइड्रो पावर धेरै छ, नेपालले एक्सपोर्ट पनि गरिरहेछ हाइड्रो पावर। तर पनि यहाँ इलेक्ट्रिसिटी लोड सेडिङ अहिले हुने रिजन चाहिँ के हुँदा भन्दाखेरि यो हाम्रो हिउँदो महिनाहरूमा हाम्रो जुन इलेक्ट्रिसिटी छ 95% हाइड्रो पावरबाट छ, जुन हामी भन्छौँ रन अफ द रिभर भनेको फ्लोइङ रिभरबाट हामी जेनेरेट गर्छौँ। तर अहिले हिउँदो महिनामा यो 3-4 महिना के हुन्छ नि, बरफ जमेर पानीको फ्लो हुँदैन, पानी पनि पर्दैन, बर्खा पनि पर्दैन। त्यसले गर्दा फ्लो कम हुने गर्दा हाम्रो यो तपाईँको इलेक्ट्रिसिटी प्रोडक्सन जुन छ हाम्रो अलमोस्ट 60% डाउन हुन जान्छ। त्यसले गर्दा हामीले छिमेकी देशबाट हामी बाँकी 9 महिना उनीहरूलाई बेच्छौँ, तर 3 महिनाको लागि यो इन्डियाबाट हामी बिजुली किनेर यहाँ हामी एटलिस्ट मेकअप गर्ने कोसिस गर्छौँ। तर त्यो गर्दा पनि हामी अलमोस्ट 25-30% सर्टफलमै रहन्छौँ। र जसले गर्दा के हुन्छ नि, यो इन्डस्ट्रीहरूमा काट्ने बाध्यता छ। तर अब यहाँ कुरा आयो कि लोड सेडिङ त ठिक छ, तर अघोषित लोड सेडिङ भनेको यहाँ हामीलाई थाहै हुँदैन लोड सेडिङ के छ। जब हामीसित इलेक्ट्रिसिटी छैन भनेपछि एज अ गभर्मेन्टले त्यसलाई एउटा स्प्यान गरेर कि हो हामी 4 घन्टा दिन सक्दैनौँ, यति बजेदेखि यति हामी दिँदैनौँ भन्ने कुरा ल्याइदियो भने गभर्मेन्टले हाम्रो खालि यो कस्टिङ 1 रुपियाँ यो मात्र कस्टिङ बढेन, हाम्रो यसबाहेक पनि अरू पनि कस्टिङहरू बढ्छ। किन हामीलाई थाहा नै छैन कि लाइन कहिले जाँदैछ भनेपछि हाम्रो रिसोर्सेस भयो, हाम्रो मेटेरियल वेस्टेज भयो, हाम्रो लेबरहरू भयो, हामीले लेबरलाई बचाएर पनि पैसा दिनुपर्छ। हामीलाई थाहा छ कि जाँदैन भनेपछि हामी त्यो बेला इन्डस्ट्री क्लोज गरेर राख्छौँ। तर अहिले के छ भने हामीले इन्डस्ट्रीमा लेबर बोलाइरहेछौँ, अचानक लाइन गइदियो, अब 2 घन्टा लाइन आउँदैन, अब लेबरलाई छोड्न पनि मिलेन, राख्न पनि मिलेन। दिनमा 10 पटक काटेर पार्ट काटेर लाइन जान्छ। त्यसले गर्दा हाम्रो रिसोर्सेसहरू वेस्ट हुन्छ। त्यो कुराले गर्दा चाहिँ यो अलिकति एकदमै महत्त्वपूर्ण विषय छ र अल्टिमेटली कन्ज्युमरलाई नै गएर लसेस, हामीलाई त लसेस छँदैछ, अल्टिमेटली कन्ज्युमरलाई पनि लसेस छ। धन्यवाद साकेजित र सजुजी तपाईँहरूको जवाफको लागि। यो कुरा स्पष्ट छ कि हाम्रो समाज र अर्थतन्त्रको चुनौतीहरू मात्र नहेरी ती चुनौतीहरूको समाधान सोच्ने र पहल गर्ने महत्त्वपूर्ण आवश्यकता छ। यसका साथ आजको कार्यक्रम हामी यहीँ समाप्त हुन्छ। हामीलाई आशा छ कि तपाईँले यो जानकारी र विचारलाई उपयोगी पाउनुभयो। धन्यवाद।